अनि विभिन्न उपाध्यक्ष हुँदै अहिले अध्यक्षको क्यान्डिडेट बनिरहनु भएको छ। तर उद्योग वाणिज्य सङ्घमा 14,000 बढी सदस्य, तर नवीकरण 2298 मात्रै। तपाईँ जति त्यहाँ किन आकर्षण बढाउन सकिएन? स्वस्फूर्त रूपमा व्यवसायहरू आफै नवीकरण गर्न जाने गरेको वातावरण किन बनेन? कतिपय व्यवसायहरूलाई गएर कुरा गर्दाखेरि चुनावका बेलामा उम्मेदवारले नवीकरण गरिदिइहाल्छन् नि, किन आफै पैसा खर्च गर्नु भन्ने गरेको मानसिकताको विकास कसरी भयो? ती सबै कुरालाई अब तपाईँ चिर्न के गर्नुहुन्छ? धन्यवाद, अत्यन्तै राम्रो प्रश्न गर्नुभयो। अहिले दमकमा करिबन 8-10 हजार व्यापार व्यवसायहरू हुन्छन्। तरै पनि अहिले वाणिज्य सङ्घकै पनि डेटामा 7,000 व्यवसायहरू चाहिँ आबद्ध हुनुहुन्छ। तर अब नियमित रूपमा रिनो हुनेको सङ्ख्या चाहिँ अलिकति न्यून नै छ दमक उद्योग वाणिज्य सङ्घमा। पहिला एकचोटि आबद्ध हुनुभयो, कति चाहिँ अब व्यापार व्यवसायहरू यो कोभिड-19 पछाडि चाहिँ आफ्ना व्यापार व्यवसायहरू नै ब्याङ्कको ब्याज वृद्धिका कारणले तिर्न नसकेर अथवा विभिन्न घरायसी समस्याहरूले आफ्नो व्यापार व्यवसायहरू चाहिँ राम्ररी नचलेका कारणले गर्दा नि कति व्यवसाय छोडेरै नै विदेश पलायन हुनुभएको छ। र दमक उद्योग वाणिज्य सङ्घमा जति अब 1200-1300 व्यापार व्यवसायहरू चाहिँ नियमित रूपमा अपडेटै हुनुहुन्छ, उहाँहरू नियमित रिनो गर्नुहुन्छ। पहिलेदेखिको एउटा ट्रेन्ड पनि के बसेको रहेछ भने होइन, हामीलाई कति यो व्यापार व्यवसायहरू चाहिँ यो चुनाव आउँछ, चुनावमा रिनो गरिदिइहाल्छ, अरू बेला किन रिनो गर्ने भन्ने मानसिकता पनि छ। तथापि पनि दमक उद्योग वाणिज्य सङ्घमा चाहिँ जो सदस्यहरू नियमित रिनो हुनुहुन्छ, एउटा हितकोष भन्ने सञ्चालन छ दमक उद्योग वाणिज्य सङ्घमा। त्यो जो आबद्ध हुनुहुन्छ नियमित गर्नेले प्रोपाइटरकै मृत्यु भयो अथवा घरपारी प्रोपाइटरको स्वयं मृत्यु अथवा हुँदा हितकोष बाबत 1 लाख पाउनुहुन्छ, उहाँ चाहिँ नियमित रिनो हुनु पर्यो। अथवा एका घर परिवारको विवाह नभएको कोही परिवार त्यस्तो कुनै घटना घट्यो भने 25,000 पाउनुहुन्छ। र अन्य पसलमा आगलागी चोरी त्यस्ता भयो भने पनि 50,000 बराबरको चाहिँ राहत पाउनुहुन्छ। अलिकति व्यापार व्यवसायहरूले पनि होइन यो वाणिज्य सङ्घको काम छैन कि भन्ने पनि अलिकति निराशा व्यक्त गर्ने, तर वाणिज्य सङ्घको काम छ। यो चाहिँ विशुद्ध हामी आम उद्यमी व्यवसायहरूको एउटा साझा घर हो। हामीलाई व्यापार व्यवसायलाई साह्रो गाह्रो अप्ठ्यारो पर्दा कहाँ जाने त भन्दा दमक उद्योग वाणिज्य सङ्घमा। दमक उद्योग वाणिज्य सङ्घमा चाहिँ नियमित जति हुनुहुन्छ सदस्य, यही मिडिया मार्फत उहाँहरू आबद्ध नि हुनुहोस्, नियमित रिनो गर्नुहोस्। तपाईँहरूले यहाँ पूजाको रिनो त्यहाँ आबद्ध भए बापत तपाईँहरूलाई डबल तिर्बल तपाईँहरूले तिरेको शुल्क चाहिँ आफैमा रिटर्न ब्याक पनि हुन्छ। हेर्नु, त्यो व्यापार व्यवसायहरूकै हितको लागि हो, व्यापार व्यवसायहरूकै सशक्तिकरणको लागि हो। र अहिले अब बजारको स्थिति देखिराख्नुभएको छ, यो राजनीतिक कारणले गर्दा पनि हो, देशकै यो राजनीतिक कारणले गर्दा पनि होला। व्यापार व्यवसायहरूलाई हेर्नु, अब सुनमा विलासिताको कर यस्ता विभिन्न झन्झटिलिया प्रक्रियाहरूका कारणले गर्दा पनि व्यापार व्यवसायहरू नैराश्य छाएका छन्। यहीँ स्थानीय यो 5 नम्बरमै ननिकाली पनि धेरै व्यापार व्यवसायहरू सञ्चालन भइरहेको छ। 5 नम्बर निकालेको मात्रै व्यवसाय, वडामा दर्ता भएको व्यवसायलाई मात्रै